चिसोमा भुइँमा है कतिजनाको त गाडी छुटिसक्यो होला, तपाईँहरू अलि नजिक नजिकको होला कि त्यसरी बसिरहनु भयो। थाहा त थियो मलाई पनि हो कि म पनि हो तल चितवन पुग्नुपर्छ टाढी बजार, थाहा त थियो। तर भन्छ नि बेला नआएसम्म समय नआएसम्म हाम्रो लगन नजोर्ने रहेछ। यतिखेर आएर घाम डुबिसक्यो, चिसो बढिसक्यो। ल मैले जानेको जति गीत गाउँछु है त, ल उठेर नाच पनि कसरी भन्नु, यो मान्छे भए पुग्छ। हाम्रो गाउँमा पनि एकदम दयाराम भन्ने छ, काइता भेट्न पाए मिट लगाइदिन्थेँ मैले। लोक साँच्ची कुरा भनेको, एउटा कुखुरा भएर पनि काटिदिन्थेँ मैले। यो मान्छे नाचेको छ थाकेको पनि छैन। अब सबै भुइँमा बस्ने रहेछ, भुइँमा बस्ने खाले सबै आमा दिदी बहिनी फुपूहरू रहेछ। एउटा त सोल्टिटी पनि रहेछ, मैले देखिसक्यो। म देखाउँदैन है तपाईँहरूलाई, मैले उहिले चिनेको। एकछिन गफ गरेर आउनु छ अनि वरपर आउनु। आधा मान्छे गइसक्यो, अब के गर्ने, मेरो पालो यस्तै बेलामा आउँछ। ऊ जेन्जीहरू पनि रहेछ अलिअलि। हल्ला भान्जीहरू, मेरो नाम के हो थाहा छ भान्जी हो? के हो? के रे के रे? हो मेरो नाम मिलन लामा त हो, तर यो जेन्जी भान्जीहरूको लागि मेरो नाम मिलन हो, लास्टमा लामा होइन मामा है। म सबैको मामा है भान्जी। ल एकचोटि मामा भन्नु है। ए भान्जी सुनेन सुनेन, मामा भन्नु किन लाज माने हो? आफ्नो साथीहरूलाई हेलो हनी भन्न सक्ने मान्छेहरू एकचोटि फेरि भन्दा मिलन। यता भान्जीहरू नाच्ने अलिअलि है नाचिदिनु ल। आमाहरूलाई पनि छ्यामाहरूलाई पनि जाँगर आउँछ नि। ल ल पहिले यो नानी बाबुलाई मनपर्ने गीत गाउँछ है, उहिले उहिलेको। अरे रेशम फिरी रेशम फिरी। अरू जेन्जीहरू आउँदै होला, आउन बाँकी छ। अहिले एकछिन वार्मअपको लागि यो रेशम फिरी गाउँ है ठाकुर। हेलो साइना, भात खायो? उहिले खाएको भन्नु नाच्दिनु है, इष्टमित्र चेलीबेटीहरू बस्नु है एकछिन। अनि म तपाईँहरूलाई मेरो पुरानो गीत हङकङ आइदिने भन्ने गाउँछु, माझी दाई पोखरा भन्ने गाउँछु। मेरो गीतहरू अहिले भने पुरानो गाउँछु, मिक्स ट्र्याक भयो, मिक्स मार्क्स एक्चुअली भान्जीहरूको लागि है। ल जस ननाचेको तालीजी बजाउने भान्जीहरू है। एउटा कलाकारले सबैको चित्त बुझाउन गाह्रो छ है। धन्यवाद आयोजक मित्रहरू, हाम्रो तमु समाज यहाँ यस्तो राम्रो कार्यक्रम गर्नुभयो, एउटा जातीय संस्थाहरू र यहाँको स्थानीय समाजसेवीहरू। ल बस्नेहरू ताली बजाउनु है तालमा। भान्जी हो रेशम फिरी रेशम फिरी रे, उडेर चम्की डाँडा भन्ज्याङ रेशम फिरी। सबैले रेशम फिरी रे रेशम फिरी रे, उडेर चम्की डाँडा भन्ज्याङ रेशम फिरी रे। एक नाली बन्दुक दुई नाली बन्दुक, मृगलाई ताकेको मृगले मैले ताकेको होइन मायालाई। सबैले एक नाली बन्दुक दुई नाली बन्दुक, मृगलाई ताकेको मृगले मैले ताकेको होइन मायालाई ताकेको। उडेर चम्की डाँडामा भन्ज्याङ रेशम फिरी रे रेशम फिरी रे रेशम फिरी रे, उडेर चम्की डाँडामा भन्ज्याङ रेशम फिरी। बिस्तारै बिस्तारै अनि वरपर आउनुहोस्। सानोमा सानो गाईको बाछो हिँडैमा राम राम, छोडेर जान सकिन मैले बरु माया सँगै जाम। सानोमा
बाँच्यो भिडैमा राम्रा छोडेर जान सकिन मैले बरु माया सँगै जाम रेशम फेरि रे रेशम फेरि रे उडेर जान कि डाँडामा भन्ज्याङ रेशम फेरि रेशम फेरि रे रेशम फेरि रे उडेर जान कि डाँडामा भन्ज्याङ रेशम फेरि रे बिस्तारै बिस्तारै हावामा हुँदैछ सिन्धुले गाडी घुमेर हेर्दा सिन्धुले गाडी घुमेर हेर्दा सुन्दरीमा कत्तिमा राम्रो दरबार मारुले मायाले मार्यो सुन्दरीमा कस्तोमा राम्रा मारुले मायाले मार्यो आजकालको जोबनमा हेरौँ आजकालको जोबनमा हेरौँ सुन्दरीमा कस्तो होला घरबार मारुले मायाले मार्यो ए सुन्दरीमा कस्तो होला घरबार मारुले मायाले मार्यो पुरानो पुरानो गीतबाट स्टार्ट गरेको लैबरीलाई गाउँको कुखुरा सबैलाई लैबरीलाई गाउँको कुखुरा सबैलाई संसारको दर्शन घुमाउँदा हेलामा गर्छन् हामीलाई लैबरीलाई गाउँको फलफुल सबैलाई गाउँको फलफुल सबैलाई संसारको दर्शन घुमाउँदा हेलामा गर्छन् हामीलाई नानीको शिरैमा इन्द्र कमल फुल फुल्यो मगा मगा चल्यो वासना यो नानीको शिरैमा इन्द्र कमल फुल फुल्यो मगा मगा चल्यो वासना तिमी पनि रिसिङको हामी पनि रिसिङको लैदो माया एकै किसिमको तिमी पनि रिसिङको हामी पनि रिसिङको लैदो माया एकै किसिमको सुन्दर बजा तमु समूहहरूलाई चेलीबेटी नमस्ते बिदाउरो दिन आजको दिन बिरह गाउनु हुँदैन परदेशीसित बिर्सेर कहिले बिरती लाउनु हुँदैन बिरती लाउनु हुँदैन सुरिलो रुखको खिरिलो हाँगो थुप्पैमा छैन भोकालाई भोजन निन्द्रालाई ओछ्यान बिरतीलाई थाहा छैन भरेर माया पाइँदैन जोखेर माया पाइँदैन जोखेर माया पाइँदैन आँखाले हेऱ्यो मनले हेऱ्यो मायाको घेरो कान्छी कान्छी हे कान्छीको हित बोल्ला न हे मनको कुरा खोल्ला न मादल गदगन खङ्गाउला तिमी जुरेली जस्तै नाचना हे कान्छीको हित बोल्ला न हे मनको कुरा खोल्ला न मादल गदगन खङ्गाउला तिमी जुरेली जस्तै नाचना हे कान्छी हे जेठी हो जेठी हे माइली हो माइली ओ साइली हो साइली ओ काइली हो काइली अब के आउँछ रे थाइली हो थाइली त्यसपछि के आउँछ राइली हो राइली अझै बुढापाकाले अझै रहर गरे भने अन्तरी हो अन्तरी त्यसपछि जन्तरी हो जन्तर अझै पनि रहर पुगेन भने
पानी मन्तरी लास्टमा लखन्तरीसम्म जान्थे रे बाबा भन्थे। हामी त कस्तो बिस्तारै जेएनजी पार्टीहरू। भान्जी ठिक छ, राम्रो सुनेछ भान्जी? ल मक्खै यतातिर भान्जाहरू ठिक छ? म त मिलन मामा हो नि, मिलन लामा त उता उता मात्रै हो, यहाँ त मामा भएर आएको छु म है। यता भान्जी यता भान्जा, यता भान्जा उता भान्जीको यस्तो मिलाएर जानु पायो भने यस्तो रमाइलो हुन्थ्यो। आउनु भात खान पाउँथ्यो भने हो। ल रिसाल त अगाडि ठिक छ। ल के अब म हाम्रो कुल देउताहरूलाई सम्झे लोकगीतको। अब मेरो गीत गाउँछु, आजभन्दा 22 वर्ष पुरानो सुनाउँछु हजुरहरूलाई। त्यतिखेर एउटा गीत चलेको थियो, हङकङ आइडीले अझै नै बिर्सेको छैन सोल्टीले। तपाईँहरूकै चेली, तपाईँहरूकै यतैकै हुनुहुन्छ बिमा कुमारी दुरा को साथ मिलेको थियो मलाई। त्यतिखेर उहाँ निकै चल्नु भएको थियो, अहिले पनि चलिरहनु भएको छ। महिला स्वर उहाँको थियो, रचना शब्द सङ्गीत मेरो आफ्नै हो। त्यतिखेर चाहिँ हङकङको आइडी लिएर जाने चलन थियो कि मेरो एकजना सोल्टीको गर्लफ्रेन्ड यतै नेपालमा मास्टरनी काम गरेर बस्थ्यो। उसको त आइडी थिएन परा, उसको मन परेको मान्छे त हङकङ गइहाल्यो। अनि त्यही हेरेर उसले त्यो सोल्टिनले चाहिँ असाध्यै गुनासो गरेर ए मिलन त्यो धनबहादुरलाई फोन लगाइदिए भन्ने। त्यतिखेर फोन गरेर नि कस्तो पैसा धेरै खर्च हुने, पैसा नहुने। अनि त्यही कथामा मैले गीत लेखेको। उसले त मलाई बिर्स्यो होला है धनेले भन्ने। धनेले चाहिँ आए त्यो विमलालाई फोन गर्दैन, त्यो कता छ के गरेर चाहिँ आज अर्कासँग जाला है त्यो भन्थ्यो के। म त दुईटाको चिठी आदान प्रदान गर्ने, बिचमा कुरा मिलाउने मात्रै हो। त्यही बारेमा लेखेको गीत थियो, हङकङ आइडीले धनेको गीत गाएको। हङकङ आइडीले अझै नै बिर्सेको छैन सोल्टीले। भन्न त मान्छेले भन्छ कि गाउँ छोडेर गयो रे, देश छोडे रे, बाउ आमा बिर्स्यो रे, साथीभाइ बिर्स्यो रे। नबिर्सिनु रहेछ। म त गीत गाउन कहिले काहीँ विदेशतिर जान्छ हो कि ओहो रातभरि कुरा गर्छ, हामीले पढाएको स्कुल कस्तो भयो होला हो कि। सबैभन्दा धेरै त केटाहरूले कसको कुरा गरे भने स्कुल पढ्दा लप परेको केटीको ज्याङजालाई नबिर्सिनु रहेछ। मैले पनि बिर्सेको छैन नि भान्जी। एकजना राम्रो माई धन्दै माइजू भएको हुन सकेन। भान्जीहरूको पनि छ होला है, होला होला यस्तो खैरो कपाल हुनेहरूको हुन्छ। ल अब बिस्तारै जाउँ ल, उहिलेको गीत गाउँछु म। 22-23 वर्ष पुरानो हङकङ आइडीले अझै नै बिर्सेको छैन सोल्टीले। मेरो धने सोल्टीको गीत गाउँछु म आफै। ल जाउँ।
रोजगारी विदेशको रोजगारी उनलाई छोडी हजारौं खोज पारे हङकङ आइदिने छैन सोधिले विदेशको रोजगारी विदेशको रोजगारी उनलाई छोडी हजारौं खोज पारे हङकङ आइदिने आजै नि बिर्सेको छैन सोधिले हङकङ आइदिने आजै नि बिर्सेको छैन सोधिले आजै नि बिर्सेको छैन लाउरे सम्झी नरोनो धर्केर छिट्टै आउँछु मने पाल धर्केर हङकङ आइदिने अझै नि बिर्सेको छैन सोधिले नरोनो धर्केर छिट्टै आउँछु मने पाल धर्केर हङकङ आइदिने अझै नि बिर्सेको छैन सोधिले हङकङ आइदिने अझै नि बिर्सेको छैन सोधिले अझै नि बिर्सेको छैन लाउरेले अझै नि बिर्सेको छैन माइलाले अझै नि बिर्सेको छैन साइलाले अझै नि बिर्सेको छैन धनले लेख्ने र भाका बनाउने यो गीत नगाएको भए त मैले त भात खान नै पाउँथेन के हो सजिलो गरी घर चाहिँ चितवन गीत चाहिँ पोखरा गएको है मान्छे दाइ बजाइदिनु ल सबैजनाले मलाई ताली बजाइदिनुहोस् गुणेश अछामी सबैले गाइदिनुहोस् माछा पुछ्रे शिरको पानी फेवा तालमा आइछ माछा पुछ्रे शिरको पानी फेवा तालमा आइछ छल्को किन लाग्यो भन्थे भेट्नु पो आइछ माझिँदै पोखरा फेवा तालको जन्मया साँच्चैको नराम्रो माझिँदै पोखरा फेवा तालको गाउँमाया साँच्चैको नराम्रो गाउँमाया साँच्चैको नराम्रो यो पनि 20 वर्ष भइसक्यो र बल्ल मेरो भान्जा भान्जी यता देखियो ल अनि लाउड गर्दैन म्युजिक कोहीको माया झुसी कोहीको माया आधा आधा कोहीको माया झुसी लमजुङतिर भन्जा भन्दा भान्जीहरू खुसी माझिँदै पोखरा फेवा तालको गाउँमाया साँच्चैको नराम्रो माझिँदै पोखरा फेवा तालको गाउँमाया साँच्चैको नराम्रो गाउँमाया साँच्चैको नराम्रो नयाँ लगाएपछि साँच्चीकै लगाउनु पर्छ
भान्जीहरू खत्रिएर फुल्ने गाउली पोको पर्ने भन्दा खत्रिएर फुल्ने गाउली पोको पर्ने भन्दा यही लान्जुको भान्जी राम्रो अरू ठाउँको भन्दा मान्छेलाई पोखरा फेवा लाउँछ गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्छ मान्छेलाई पोखरा फेवा लाउँछ गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्छ गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्छ हो कि होइन एकदम एक्ज्याक्टली हो नि नमस्कार दर्शकहरू नमान्नु है धामा इष्टमित्र दर्शकहरू नमान्नु है धामा माथि दाई गीत गाउने यही हो मिलन लामा माथि दाई पोखरा फेवा गाउँको गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्को माथि दाई पोखरा फेवा गाउँको गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्को गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान लम्जुमा त घाम डुबे बसेर रमाइलो भाषा त के हो र आजै नाच्नुपर्छ सधैँभरि तेरो मेरो जे छ स्वार्थी संसार सधैँभरि तेरो मेरो जे छ बाँचुन्जेल नाच्दिन हो मरिलानु के छ मान्छेलाई पोखरा फेवा गाउँको गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्को मान्छेलाई पोखरा फेवा गाउँको गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्को गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्को यो कुरो हो कि होइन जिन्दगानी कहिले मर्छ मर्छ दुई दिनको जिन्दगानी कहिले मर्छ मर्छ घुम्दै फिर्दै भेट्दाखेरि नाच्नु गाउनु पर्छ मान्छेलाई पोखरा फेवा गाउँको गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्को मान्छेलाई पोखरा फेवा गाउँको गाउँमा यहाँ साँच्चैको नराम्रो ज्ञान निकाल्को गाउँमा यहाँ साँच्चैको नराम्रो रमाइलो हुँदैछ हो हुनुपर्छ नत्र जाडो हुन्छ ठन्डीले खान्छ चिसोले खान्छ यति नै रहेछ अघि है माझी दाई लङदिनको भान्जा भान्जी त सक्छ आमा आयो 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 लिएर बाघ हाततिर चिताउनु मात्रै हुन्छ भनेको के को लमजुङतिर पनि आउने रहेछ है आयो आयो नमस्कार ढोगे मैले यस्तो हाल्ने मान्छे अर्को नि पठाइदिनु न गाडी भाडा पुगेको छैन मलाई अलिक चर्को भएको छ ए भान्जा भान्जी ल अब
एउटा मेरो अझै पुरानो यो भन्दा नयाँ गीत छ। ए लालो पाते फुल छैन रुख मात्रै, यो थाहा रहेछ हौ। यति भयो त पुग्छ मलाई, म धेरै लोभिन छैन। अब गीत गाउनु छोड्ने बेला भयो हो। तर पनि अन्तिममा हाम्रो सम्पूर्ण गुरुङ समाजले सुन्दर बजारको यो महोत्सव आयोजकहरूले सम्झेर खेम गुरुङ, केशव गुरुङ, हाम्रो गुरुङले बोलाउनु भयो। अब 1 महिना भात त मजाले खान्छ, मैले पैसा नि राम्रै पाछ। अब यहाँ भन्नु भएन फेरि बाटोमा अर्को कोही चोरी डकैती लागेला हो कि यहाँ पैसा आउँदैछ। मेरो लामा त भाग्यमानी छ के। यो मान्छेले माया सापटी माया हो। यो घुसार्ने भनेको यो त हो, घुसार्ने त यो त अहिले झरेर टिपौला भनेर होला। ए आमा कस्तो मान्छे आइपुग्छ है। समन्नु वा दिखन हो र यहाँहरूले अहिले अर्को आउँछ कि पित्रमा। ल बेसारे बजाइदिनु। लालो पाते फुल छैन रुख मात्रै बेसारेको बेसारे केटाहरू चारैतिर घुमिरहेको हुन्छ नानी हो। भान्जीहरूलाई अलिकति सम्झाउनु पर्ने भएको छ। बेसारे त उहिले म पनि पर्लै बेसारे 311 जना त म तिमीलाई बिहा गर्छु भने होला मैले है। अस्ति राति सुत्ने बेला गनेको गन्दा राति ठ्याक्कै 1 बजेछ। 3टाको त नाम छुटेछ आज। 311 ल यो भाइ पनि कम्ती छैन है। अब तपाईँको बिचमा पुरानो गीत, फेरि मेरो सबै गीतहरू पुरानो भयो के है। सिकारी त सिकारी हो, बन्दुक पुरानो भयो, गोली पुरानो भयो। अर्को गोली घरमा परल बारी यति जानेर हुन्छ। ल बजाइदिनु 500 बजाइदिनु। ल घरिघरि कहाँ आउनु पाउँछ र लमजुङ हो कि आएको बेलामा गाउन 2-3 गीत यसो, अनि अहिले फेरि दोहोरी गाउने हो दोहोरी। ल चल भाइ 500 बजाइदिनु 500 दुब्लाएर खानु।
आउँदैछ साँझ पख लमजुङको सुन्दर बजारमा। हजुरकाको मिलन काको भयो आज भेट, हजुरकाको मिलन काको भयो आज भेट, कसरी गर्नुपर्छ खोली मन पेट, घरमा पर पानीमा बन्सो के छ पानी सन्चो रवि सन्चो, घरमा पर पानीमा बन्सो के छ पानी सन्चो रवि सन्चो, खोली सबै पानीमा बन्सो के छ पानी सन्चो रवि सन्चो, के छ पानी सन्चो रवि सन्चो। वाद्यवादक साथीहरू मञ्चमा आउनु होला। अब हामी डोरी पनि गाउँछौँ। यहाँ डोरी